गाउँमा आगो लाग्यो हाम्रो वनमा आगो लाग्यो कहाँ छ कत्नु छ भिडियोमा फेरि म चाहिँ आफ्नो भिडियो बनाउन आइरहेको छु तपाईँ देख्नुहुन्छ हामी चाहिँ कहाँ छ भनेर तपाईँ देखेर तपाईँसँग गयो होला आज हामी केही भिडियो बनाइदिनु चाहिँ घनाउने काम भइरहेको छ हामी चाहिँ घनानमा आएका छौँ हेरौँ कति माछा माछा त पहिला मगाइदिनु थिएँ मैले चाहिँ सानो घुल ल्याएर आएको छु माछा मार्न माछा मार त्यो घच्चर नान घच्चर नान लाग्ने हुन्छ माछै मरेन एउटा सेतालो मार पुटुक पुटुक गर्छ त्यो त पक्का मर्यो घन फुट्छ क्या होला घन बिन्द मान्छे स्योर मर्छ ठुल्ठुला धुलो मान्छे यस्तै हान्न एउटा मर्छ मर्दैन हावा किन लाग्छ हावा कहाँ मात्र हेर ठुलो माछा आयो यत्रो हान्न मैले एउटा सेतालो झाल्दिनँ थुक्क मेरो जिन्दगी भाषाला हेर मेरो मर्यो मैले नि मारेकै एउटा हामी चाहिँ माछा मार्दै त्यो ओहोरदोहोरो गर्दै माछा छोप्दै गर्थ्यौँ यहाँतिर चाहिँ लामो भएर देखाउन सकिनँ तपाईँ चाहिँ पछि देख्न सक्नुहुन्छ माछा कति धेरै मरेका थिए हामी चाहिँ अब तल जाँदैछौँ मेरो चाहिँ त्यहाँ छ मैले मारे बाबु म त मार्छु यहाँ खुल्ला माछा एउटा दुईटा मरु खै फाल्ने
कहाँ छ कता हो त कहाँ छ कत्नु छ उतापट्टि हात हाल्नु छु ए किन आएछ हाम्रो गाउँमा आगो लाग्यो हाम्रो वनमा आगो लाग्यो हाम्रो वनमा आगो वनमा अहिले कुसुममा दिए बोलै त भइगयो गाइस आगो लाग्यो माछा मार्न लाग्यौँ हामी हाम्रो गाउँमा वनमा आगो लाग्यो गाइस अब बचाउन जानुपर्छ हाम्रो दाउरा साउरा अनि चराचुरुङ्गी सब भाग्छन् अनि मर्छन् बिचराहरू आगो लाउनेलाई कारवाही गर्नुपर्छ अनि छिटो माछा कहाँ गयो मलाई माछा मार्ने वाला हामी र माछा मार्दैछौँ यी गाउँमा जेस नि होस् हामीलाई चाहिँ माछा भए पुग्छ होइन गन उतै त जाने त भएन त्यहाँदेखि कसले हिँड्छ हिँड्किन अघि ए हाम्रो गाउँ हाम्रो गाडबाट यस्तो भ्यू देखिन्छ ए सनसेट हेर्ने हो सनसेट गौमुला बजार सनसेट ए सनसेट गाउँमा आगो लाग्यो माछा मार्न जाम अब कहाँ जाने हो खलीतिर ठाउँ गाई जानुहोस् पछाडि झन् यस्तो अहिले झन् यति पत्ताइरहेको छ नि पुरै छोडिदिनुहोस् कि हामी त फेरि घरमै छौँ होइन गाई हामी चाहिँ घरमै छौँ यस्तो पत्ताइरहेको थियो अहिले लुटी जान्थ्यो म पत्ताइरहेको छ कस्तो मान्छे हो नि आगो लाउने पुरै के यहाँ लाग्छ अहिले अझ यता अलि बुझाइसकेको छ नि अब यता त अहिले कोही छैन क्या झन् दन्किरहेको छ वायु प्रदूषण पनि भयो अनि वन जङ्गलको विनाश भयो त्यसलाई चाहिँ आगो लाउनेवालालाई चाहिँ कारबाही गर्नुपर्ने हुन्छ तपाईँहरू पनि कृपया वन जङ्गलमा जाँदा लाइट चुरुट खाने अनि आगो बाल्ने जस्तो चाहिँ नगर्नुहोला ए हामी त यता माछा मार्दैछौँ हामीलाई अरूको चिन्तै छैन घरबाट फोन आएको छ दाउरा साउरा त्यो धल्याउनुपर्छ आगो लाग्यो भनेर हामी चाहिँ माछा मार्ने हो हामी त अरूको चिन्तै छैन हो कि होइन भन हो भन्न अहिले चाहिँ अझ सानो लागेको छ साँझ चाहिँ वनमा पुरै आगो लागेर हाम्रो गाउँका दाउराहरू सब आगो लागेर पुरै सबै सका बनाइसकेको थियो इता भाइ चाहिँ कराईमा पकाउँदै गरेको चाहिँ बाजेले मार्नु भएको हो यसलाई सौलमा चाहिँ इता थालमा देख्नु भएको चाहिँ हामी माउली मान्छेले मारेका काम घरमा इता चाहिँ बाजेले मार्नु भएको आजलाई यति नै गाइस हजुरहरूलाई यो भिडियो कस्तो लाग्यो राम्रो लाग्यो भने लाइक गरिदिनु होला कमेन्ट गरिदिनु होला र च्यानललाई सब्सक्राइब गरिदिनु होला फेरि अर्को यस्तै भिडियो लिएर नै आउने नै छु तबसम्म ओके बाइ बाइ Peace.